हेलो साथीहरू, सबैजनाले सेवाहरू आई होप एकदम धेरै सन्चै हुनुहुन्छ होला। आज चाहिँ मेरो चौथो दिन हो साथीहरू, धान रोपेको दिन। आज पनि एकदम नजिकैको हो, छिमेकी नै हो, हाम्रो पर्नुहुन्छ दिदी। अनि दिदी र म चाहिँ एकदम रेडी भएर चाहिँ हामी चाहिँ हेर्न पनि गयौँ रोप्दै हुनुहुन्छ कि भनेर। तर साथीहरू खेत जोतेकै रहेनछ। त्यतिन्जेलमा म फेरि पनि घर आएर चाहिँ चिया खान लागेको साथीहरू दिदीले राखिदिनु भएको रहेछ। चिया चाहिँ साथीहरू भरे चाहिँ धान रोपिसकेर 12 बजे छुट्टी हुन्छ नि त, त्यतिखेर आएर खान्छु भनिरहेको थिएँ। तर त्यस्तो भएन साथीहरू, ट्र्याक्टर पनि ढिलो आउने भयो। त्यही भएर चाहिँ चियाको याद आइहाल्यो, म चाहिँ घर गएर खाइदिएको। अनि के गर्दा साथीहरू दुध चिया लभर भएको जस्तै हो के। अनि त्यसपछि साथीहरू बल्ल बल्ल 1 घण्टा पछि चाहिँ ट्र्याक्टर आयो। अनि म चाहिँ साथीहरू बाहिर बसिरहेको थिएँ। अनि अङ्कल आउनु भएर पैसा दिइराख्नु भयो क्या। के को पैसा होला भनेर नसोच्नु साथीहरू, यो चाहिँ धान रोपेकै पैसा हो है। म चाहिँ उता पैसा थापिरहेको थिएँ साथीहरू, यता चाहिँ दिदीहरूले चाहिँ अघि आधी पनि रोपिसक्नु भएछ। अनि साथीहरू तपाईहरुतिर खेतला जाँदाखेरि चाहिँ कति दिनुहुन्छ के दिनको? हाम्रोतिर चाहिँ साथीहरू खाइवरी चाहिँ 700 दिनुहुन्छ, सुक्खा चाहिँ 800-900 दिनुहुन्छ। अरु ठाउँतिर चाहिँ मैले चाहिँ कति 900 सम्म भनेर सुनेको थिएँ, तर हाम्रोतिर चाहिँ त्यस्तो छैन। अब कति दिनुहुन्छ त्यति त थाप्नै पर्यो साथीहरू, किन भन्दाखेरि त्यो भन्दा बढी त दिनु नै हुन्न। अनि साथीहरू हाम्रो खाजा खाने टाइम पनि भइसकेछ। आजको हाम्रो खाजा चाहिँ थुक्पा दिनु भएको छ। थुक्पा चाहिँ कसले मन पर्छ साथीहरू? मलाई चाहिँ थुक्पा चाहिँ मन पर्छ, किन भन्दा यसमा चिल्लो पनि त्यति हुँदैन। तातो तातो खायो भने यस्तो मिठो हुन्छ नि। त्यसपछि हामीले चाहिँ खाजा पनि खाइसक्यौं साथीहरू। यस्तो धेरै घाम लागेको थियो नि, पानी पनि एकदम धेरै तातो भइरहेको थियो। अनि मेरो यो रिङ फिङ्गर चाहिँ यस्तो साह्रो दुखिरहेको थियो नि साथीहरू। मैले अस्ति धान उखालेको थिएँ, त्यहीदेखि दुख्न थालेको हो। यो चाहिँ के भएर दुखेको त्यो त मलाई आइडिया नै छैन कि साथीहरू। अनि साथीहरू यो चाहिँ हाम्रो गाउँ है, यति एरिया छ नि, यो सबै हाम्रो गाउँ हो। यो भन्दा माथि पनि छ घर। कसलाई धान रोप्न मन लाग्छ साथीहरू, हाम्रो गाउँतिर आउनु होला। एकदम धेरै मान्छे चाहिरहेको छ धान रोप्ने। धान रोप्ने मान्छे कम भएर नि साथीहरू यता पनि बोलाउँछ उता पनि बोलाउँछ, कहाँ जाउँ हुन्छ के हो, त्यस्तो हुन्छ। अनि घरिघरि त मलाई के हुन्छ भन्दाखेरि आफ्नै शरीरलाई 2 टुक्रा पारेर एउटालाई अर्कोतिर एउटालाई अर्कोतिर पठाइदिनु जत्तिकै रिस उठेर आउँछ। यसरी मान्छे खोज्ने भनेको साथीहरू असार साउनसम्म मात्रै हो के। अब यो सिजन सकेपछि नि को कहाँ के गर्दैछ भनेर अत्तो पत्तो पनि हुँदैन। बिचारा खेती गर्नेले पनि धेरै गाह्रो छ नि हो साथीहरू।